एकदम रमाइलो हुँदैछ यहाँनिर हाम्रो इन्टरनेसनल दाजुहरू हुनुहुन्छ यहाँनिर सबजनाको रमाइलो भइरहेछ यहाँनिर 5 मात्र क्या साथी 5 नभन न 55 एक भन न के कुरा घुमेर ड्याडीको भन्नु न ड्याडी उसको ड्याडीको खासमा हाम्रो चाहिँ अङ्कल पर्नुहुन्छ होला होइन यो ब्याकग्राउन्डले चाहिँ सुहाएन जस्तो हौ केटाहरूलाई अहिले पछि 5 स्टार नसमाउँछ केटा हेलो एन्ड नमस्ते एभ्रिवान लभ एन्ड हक मेरो मुस्कान सबजना सन्चै राम्रो हुनुहुन्छ होला म सन्चै राम्रो छु गाइजहरू अनि आज चाहिँ म कहाँ जान लागेको भन्दाखेरि सिधै 2 पनि होइन 3 पनि होइन सिधै 5 तारामा केटा हो फेरि दादा चाहिँ फेरि सिधै 5 तारामा जाँदैछ यो गाइजहरू अनि यहाँ टक लगाएर अब म चाहिँ टक्क लुगासुगा लाउँदैछु यो कोट कस्तो देखाएको छ केटा हो मलाई यो अलिक भएन जस्तो है अर्को लाउँछु म अर्को ट्राई गर्छु म यो अलिक भएन जस्तो ल अनि यहाँ चाहिँ फेरि यहाँ हेर्नु नि यहाँ फेरि यहाँ यो फेरि यो फेरि ब्रान्डेड हो नि फेरि ल गाइज मैले चाहिँ कालो कोट लगाइदिइसक्यो अनि यहाँ हाम्रो चाहिँ फेरि यहाँ पुन्टेको नि इन्ट्री भइसक्यो के गर्नु बेल्ट त खोइ दाइले कहाँ लाग्यो बेल्ट लाउने रे हेर्न यो पाहाडीहरू म चाहिँ टक्क जाँदै थिएँ अब यहाँ नेक्स्ट साथीहरू भेट भइसकेको छन् के छ त पुन्टे सर स्वागत तो करो हमारा यो गाइज के छ हाल खबर म फेरि आइसकेँ है धेरै पछि टक्क यहाँ देखिराख्नु सक्नुहुन्छ को छ फेरि आज चाहिँ यस्तो गेटअपमा 81 होइन यहाँ तलदेखि हेरौँ न यहाँ हातमा पनि छ केही कुरा है यो अहिले भनौँला यहाँ मसँग 2 जना साथमा छन् हामी पनि पुन्टे दाइसँग छौँ क्या आज चाहिँ हामी साथी होइन क्या सर सिधै अनि आज चाहिँ यो किन यस्तो 81 यस्तो लुक्समा देख्न सक्यो भने कारण छ क्या के कारण छ त ल गाइजहरू हामी चाहिँ 5 तारामा अनि हामी चाहिँ कहाँ जानला भन्दाखेरि 1 2 होइन क्या सिधै 5 हो नि त फेरि नाम काट्यो यता हेर्दा नि त पुन्टु कस्तो फिल भइरहेछ अनि एकदम लाइफमा पहिलोचोटि एक्सपिरियन्स गर्नु बस रुलाएक है क्या अनि उत्सव सरलाई त्यही पनि के भन्न चाहनुहुन्छ उत्सव सर 1 2 शब्द ल उत्सव सरलाई अब अहिले एकछिनमा बोल्नुहुन्छ उत्सव सर चाहिँ फर्स्ट टाइमको एक्सपिरियन्स हुन्छ होइन अनि फेरि दायाहरू जाने भनेको ढिला जान्छ तर कडा जान्छ ल है 5 तारा है त्यो हो नि त फेरि 5 वटा ल है हामीले चाहिँ अब यत्तिकै नर्मल्ली भिडियो बनाइरहेको होइन पुन्टे सर आज सर भन्नुपर्छ कि सबलाई सुरुवातमा यस्तै त हो नि होइन जे छ त्यही देखाउनु है त केटा अब बिजनेसम्यानहरू के फेरि ऊ भन् त के हुँदो रहेछ कुरा 5 तारा जानेको 5 तारा जाने ल ल ल ल सीमाको आइस कहाँ हो यो सीमाको भने यो चाहिँ 4 तारा फेरि यहाँ अब अर्को मान्छे भेट्दैछ ओहो ट्राई गरेर यसमा टाइम छ ल अहिले फेरि यहाँ माल आइसक्यो माली के छ सर अर्को भाइ ल हेलो भन्दै हुनु अरे के लाइभ हो नि त फेरि ल अब हामीसँग चाहिँ यहाँ अर्को एउटा भाइ पनि एड भइसकेको छ होइन भाइ तिमी के भन्नुहुन्छ त 2-4 शब्द ऊ चाहिँ फेरि जोन चाम्लिङ जस्तै देख्छ है फेरि गाह्रो छ नि ह्यान्डसममा नि ह्यान्डसम फेरि होइन नसक्ने क्या केटा ल अब यहाँ जाँदैछन् भाइ पनि छ पुन्टी सर हजुरलाई कस्तो लागिरहेछ मुंह से सुपारी निकाल के बात कर रहे बाबा कस्तो रे अघि नै भनिसकेँ मैले फेरि होइन ल जम्प 5 तारा जानेहरूको हालत हेर्नु अब 1 ताराबाट सुरु गर्नु पऱ्यो नि त साटौँ न नसक्ने भने अब यहाँ 5 तारा जानेहरूलाई 1 ताराबाट सुरु गर्नु पऱ्यो नि त ल
बडी सक केही भन्न चाहनुहुन्छ हजुर हजुर कहाँ जान लाग्नु भएको म त पार्टी खान जान्छु कस्तो ह्यान्डसम देखेको क्या नि आज थ्याङ्क्स लभ यु नसक्ने हो एक एकजनाको इन्टरभ्यू लिदिउँ कि पोडकास्ट हानिदिउँ ममा ओ ल 3 vs 2 ए आम 4 जनाले त सक्दैन नि फेरि पुन्डु सर आज कताको सवारी त जाम घुम्न ल यहाँ फेरि रमाइलो हुन्छ होइन भनेको ब्याकग्राउन्डले चाहिँ सुहाएन जस्तो छ हौ केटाहरूलाई अहिले पछि फाइभ स्टार नसमाउँछ केटा फेरि 5 स्टार चक्लेट भन्नु थाल्यो नि फेरि केटाहरूले पुन्डु सर अनि हजुरलाई के भन्नुहुन्छ त मलाई चाहिँ यस्तो हो 5 स्टार जान्ला हो अब यसो गाउँ भने नि गाउँ घर देखाउनु पऱ्यो नि त सबैलाई देखाउनु क्या पैसा है त पुन्डु सरको फेरि कहानी नै डेन्जर हुन्छ कि ल 5 स्टारमा जानेहरू यस्तो बाटो हिँडेको छन् अहिले पस्ता हुन्छ केटा नेपालको 5 स्टार यस्तै आज चाहिँ कस्तो के हो खासमा हाम्रो नरेन दाईको डाइरेक्ट भन न के पुरा घुमेर ड्याडीको भन्नु नि ड्याडी डाइरेक्ट भन न के पुरा घुमेर ड्याडीको भन्नु नि ड्याडी 150 रुपया देगा उसको ड्याडीको खासमा हाम्रो चाहिँ अङ्कल पर्नुहुन्छ होला के हो बाजे अर्को फेरि केटा होला हाफ बिटी दिएर तर जानला चाहिँ 5 तारै हो त्यहाँ उयो तारा हुन्छ हो त्यहाँ 5 वटा के हुन्छ बिटी भयो नि त यो त होइन त्यो त्यहाँको होटलको नाम होइन अनि त्यहाँनिर 5 वटा तारा हुन्छ कि नै 2 hours later है केटाहरू ट्याक्सीमा बाडे के भन्न चाहन्छस् त हामी चाहिँ हैन के रे 5 तारिक जाँदैछौँ पुण्डु दादा अलि पछाडि जान बस सक्यो 5 भने सक्यो गाह्रो छ ल केटा ल है मल्ल होटेल जाँदै ल है मल्ल होटेल 5-10 रुपैयाँ नदिउँ भने फेरि देऊ के हुँदैन के हुँदैन कि थोपा मिलेर समुद्र बन्छ केटा हो के हुँदैन शाबाश बेटा 5 सक्यो क्या 5 मात्र क्या साथी 5 नभन न 5 मात्र क्या साथी 5 नभन न 55 फेरि लास्टमा उमेरमै आयो सरी 5 स्टार भन्दिउँ न 5 स्टार होटल हैन ल्याभिज हामी चाहिँ आज पाहाडीमा केटा ती 5 भने 55 बनाइसक्यो रे 555 नरेन दाजु फेरि फाइनली है गाइज फाइनली ल है केटा हो फाइनली छिरिसक्यो भित्र कस्तो अनुभव हुँदैछ त भ्यू चाहिँ यस्तो छ है डक्क यो मलाई खानु पनि त्यस्तो एकछिन नानौ है केटा हो के हो यो गोपी के छ त अनि केही भन्न चाहन्छौ के भन्नु चाहन्छ उचप चप खाना बिर्सौँ त कति बजेछ ल है केटा ल चियर्स ल है ल ह्याप्पी तिहार ल कुरा हामी चाहिँ अब यहाँ सबजना टक्क बाडीमा आएपछि अलिकति दिनु पर्यो त्यसैले दिँदैछौँ होइन के छ काले अनि कतिको दिँदैछस् तँलाई कस्तो लागिरहेछ आजको दिन भन् त हुँदैछ यहाँ हुँदैछ है यहाँ हुँदैछ है यहाँ ये बड़ी अच्छी बात कही आप ब्रो काले सम्धी कता सिधै काभ्रे हो रामेछाप सम्धी दोलखाको सम्धी भेट भएको छ यहाँ अनि यहाँ फोटोसोटो खिच्दैछन् केटाहरू
ट्रक गोले सम्धि मैले यो पुरानो भने गाली सम्धि यता गोपी सम्धि हाम्रो उत्सव सम्धि संजोग सम्धि त्यो कुरा हो यहाँ भइरहेछ अनि पुरै मजाले यहाँ चाहिँ के भइरहेछ पाडी केटा हो पाडीमा अब त्यही हो अब सबैले देखाउन नि त होइन अनि मैले चाहिँ देखाइदिएँ क्या हल्का फुल्का अब खाइहालिन्छ नि त खाइहालिन्छ अनि यस्तो छ फेरि यहाँ खाइहालिन्छ फेरि थोरै थोरै त खानु पऱ्यो बाडीमा आएपछि कसले खानु लाग्यो होइन खान्न होला कोही कोहीले तर सबैले प्रायःले खान्छ नि त त्यो भएर खाइदियो केटाहरू आफ्नै पारामा छन् काले हेलो भन्दै हेलो हेलो ल है कि त 3x हो कि त 1x हो क्या हाई तपाईँ पनि हेलो ल है हेलो हेलो यस्तो केटा हो 5 फेरि ल है केटा हो यहाँ हुँदैछ है सबैको चिलमा पाडी केटा हो सबैको हामी चाहिँ यतातिर छ यस्तो हो क्या What's up guys? हामी चाहिँ फेरि आइसक्यो 5वटा तारा हामी चाहिँ अहिले 5वटा तारामा छौँ होइन ल हाम्रो उत्सव भाइ चाहिँ टक्क होइन यहाँ अफ्रिकनहरूको टक्क भिडियो गर्नु जाँदैछ ल फरेनर भन न ल कस्तो हुँदैछ हाम्रो एक्सपिरियन्स 5 तारा है चाहन्छु नि होइन नि फेरि ल यहाँ चाहिँ हाम्रो सबजना इन्टरनेसनल आउनु भएको छ हाम्रो सङ्गम दाइले सोधौँ दाजु कस्तो भइरहेको छ एक्सपिरियन्स बवाल हाम्रो सन्देश दाई सही दाई मिलन दाई झ्याप हुँदैछ म ल है रमाइलो भइरहेछ ल नितेश कस्तो भइरहेछ हेलो दाजु नाइस टु मिट यु दाजु वेयर आर यु फ्रम I'm from Africa. अफ्रिका रमाइलो हुँदैछ दाजु He's vlogging. एकदम रमाइलो हुँदैछ यहाँनिर हाम्रो इन्टरनेसनल दाजुहरू हुनुहुन्छ यहाँनिर Control. सबजनाको रमाइलो भइरहेछ यहाँनिर गाना साना यताउति Main handsome brother is here. Main. खेलाडी यहाँनिर हाम्रो पाहुनाहरू हुनुहुन्छ अन्तर्राष्ट्रिय यस्तो छ माहौल यहाँको चाहिँ सब यहाँनिर सिल्याक्स 5 तारा चाहन्छु नि होइन नि यस्तो छ यहाँनिरको माहौल चाहिँ बत्ती सत्ती यताउति हाम्रो दाजुहरू यहाँ चाहिँ सेकुवा बलिरहेको थियो अघि सेकुवा चाहिँ छैन यहाँ सकिसक्यो बत्ती सत्ती यताउति ल बबालै छ हाम्रो इन्टरनेसनल गेस्टहरूसँग नि भेटिसक्यो हामीले उहाँहरू चाहिँ धेरै टाढा प्लेनबाट नि 5-6 घन्टा टाढा 7 समुद्र पारीबाट आउनु भएको छ हाम्रो मिलन दाजु कस्तो भइरहेछ त एक्सपिरियन्स बबालै भइरहेछ है ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ ल दाजु ओके रमाइलो गर्नुपर्छ एकदम रमाइलो भइरहेछ ल दाजु ल हाम्रो केटाहरू चाहिँ यहाँनिर छन् काले गोरे लम्बु सम्बु सबजना यहाँ हाम्रो गोले ब्रो लामा ब्रो कालु ब्रो सन्जोग ब्रो ल खत्री ब्लग्स हाम्रो मेन मान्छे यहाँ सबजनाले यस्तो पारा यसलाई चाहिँ चिन्नु भएन होला तपाईँले जहिले झोले पारामा देखिराख्नु भएको जहिले दाँत माझिरहेको ये बड़ी अच्छी बात कही आप ल है हाम्रो चाहिँ बियर डाइरेक्ट होइन क्या यसरी हो खै अब यहाँ चाहिँ कम्पिटिसन हुनु लागिरहेछ है बियरको यहाँ 2 जनाको टक्क लाएर अब के हुनु लाग्छ भने कतिवटा एकछिन कतिवटा अरे 1 2 3 4 4 यो एउटा चाहिँ म लान्छु यार होइन हुँदैन नि उदय एउटा चोक हो 1 होइन 1 2 3 4 यो पनि यो हाल्नु जरा यो उति सके ल 2 जना जान्छ कि अहिले हल्ला कुनै त ल कुले चार्ज छ एउटा कन्डिसन पनि छ फेरि जो हार्छ शीतल ल एकजना साथी जो भन्छ जानु पर्यो ल त्यो गो त ल ओ पेमा जान्छ एकछिन रेडी 1 2 3 गोले दुधभात रेडी 1 रेडी 1 2 त्यो एकजनाले काउन्ट हान न 1 2 3 गो 3 2 1 हान न 3 2 1 स्टार्ट स्टार्ट नि के गो दौडिन ला हो र ओइ अबि ओइ सके एनदर 1 अब कतिले ड्यामेज हो
विनर भइसकेको छ हाम्रो के कति ब्लग हैन कसले सक्नु कसले सक्नु केटा हो कसले जित्यो अनि अरु कोही छ जित्ने मान्छे जान्छ यो सरकार जान्छ अर्को पनि यहाँ च्यालेन्ज गर्नको लागि प्र्याक्टिस गर्दैछ I'm not challenge. खत्म बाय बाय टाटा गुड बाय गया म कहिले च्यालेन्ज गर्दिनँ गर्दैछ म कहिले च्यालेन्ज दिदिनँ चुक्कै बाँकी छ यिनीहरू चाहिँ यस्तोमा छ है आज हामी चाहिँ टु बकमा छौँ यो अब त्यहाँ त्यही भन्दै थियो नत्र भए बियर त छ यो गाइस यो है वाट्सएप हामी चाहिँ अब हल्का खतरा पारामा भइसक्यौँ अनि हाम्रो दाजु दाजु के भन्नु सबभन्दा सिनियर दाजु है हाम्रो एक दुई शब्द दिउँ न दाजु एउटा पेपर मलाई दिन म पुछ्नु पर्यो एक दुई शब्द हानौँ न जुत्ता चाहिँ टिलिक्क हुन्छ यस्तै हुन्छ होइन तिनीहरू जाने खानाको टाइम भएको थियो खाना नै छैन भन्छ केटाले तर आज फ्राइडे स्याटरडे के हुनुपर्ने सन्डे अब के मिल्छ त्यही खाउला केटाहरू एकछिन रेस्ट गर्न गएको कति जहिले गुड फ्राइडे धन्यवाद गुड ल हाम्रो सरको अनि यसो एक दुई शब्द हानौँ आजको दिन सन्डे हो गुड सन्डे मनाइदिने हो यहाँ हाम्रो स्पेसल पनि होइन भाइहरूको वर्तमान छ मेन त अझ हाम्रो यस्ता बबार दाईको छोराहरूको वर्तमान हो त्यही भएर हामीले हामी मिस पनि गर्न मिल्दैन जे भने नि आजको दिन चाहिँ गुड फ्राइडे नै भइसक्यो सन्डेलाई फ्राइडे बनाइदिएको छ यस्तोमा यस्तो भनेर सोच है म नि अब यसो रमाइलो मनाउँदैछु है सबैजना त्यही हो अब चिलमा बस्दैछु चिलमा खाँदैछु खतरा रमाइलो हुँदैछ यहाँ अब ल क्लोज अहिलेको लागि यति नै हामी नेक्स्ट पार्टमा बोल्ने सो गाइज हामी चाहिँ जो 5 तारा गएर यताउति अब पार्टी साडी होइन यताउतिको भिडियो गरिसकेको छौँ अनि के अरे हामीले चाहिँ अब यतिकै रमाइलोको लागि गरे हो होइन अन्यथा नलिनु होला अनि कसैलाई केही नराम्रो भन्न खोजेको होइन खास चाहिँ हामीले चाहिँ यतिकै रमाइलो मेमोरिजको लागि बनाएको नि त अनि यति नै भन्न चाहन्छु त्यही हो अब कस्तो भयो टक्क होइन भिडियो कमेन्ट हान्नु होला आफ्नै केटाहरूको लागि हो मेन चाहिँ अनि त्यही हो केटा हो अब चाहिँ अर्को भिडियो चाहिँ नेक्स्ट भ्लगमा आउँछ सिधै 7 तारा गएपछि ल